जय नारी रे तपाईँ धेरै अग्ली र टर्की देख्नुहुन्छ टर्की त्यो नभएर रिसले हो क्या त्यो नभएर रिसले हो त्यो नभएर जिस्केको दर्शकले जिस्काको माया नगर्नुहोस् छ्या यस्तो कुरा समटाइल माइनै गर्दैन नि अनि तपाईँको नेपालमा काम गर्छ कहाँ त रे मेरो धादिङ दार्जिलिङ है दार्जिलिङ कुन ठाउँ हो धादिङ चिन्नुहुन्छ बसी सलिडा बुढाथुङ मलाई त खै दार्जिलिङ गजुरी थाहा छ यिनी बाटोमा काठमाडौँमा पनि 2 वर्ष भयो यार श्रीमतीले मार्छ हौ अनि लक्ष्मी कलेक्सनको बर्थडेमा जानु भएन र त्यही गर्दा श्रीमतीले मार्छ भनेको पागल गाह्रो छ नि हामीलाई यार हजुर भाउजूलाई यस्तो हो नि त भाउजूलाई भन्नुपर्छ क्या पहिले यस्तो हो बुढी यस्तो हो भन्नुपर्छ क्या ए अनि केटी भेट जाने बेला पनि के श्रीमतीसँग अनुमति लिएर जान्छन् पागल यस्तो हुँदाखेरि अब भाउजू यस्तो हो नि त अब बिचार भाउजू अलिक तपाईँभन्दा चाहिँ एकदम सोझो हुनुहुन्छ है तपाईँ अलिक फटा हुनुहुन्छ सोझो होइन कडा पनि हो तपाईँको चक्लेटी फेस हो क्या त्यही भएर केटीहरू पछि लाग्छ के रे चक्लेटी फेस केटा म हेन्सम सुक्या यार माग ओए पाड्दै यार मागा सबै इफेक्ट कमाल हो यार अनि त्यसो भए त माखा कमिला पनि लाग्नु पर्दैन नि त लाग्दैन नि किन के रे चक्लेटी भएको त माखा कमिला पनि लाग्नु पर्दैन साँच्चै मलाई इफेक्ट हटाउनु पर्छ या मान्छे आधा मान्छे तर्सेर भाग्छन् नहटाउनु बाजे कलौटे जस्तो देखिनुहुन्छ तिमी छौ राम्ररी कुच्चा पत्ता लास्ट अन्दर भयो आइनु तिमी राम्ररी छौ सरुदी सरुदी के तिमी राम्ररी छौ र भने तपाईँ भन्दा त छु छौ गालामा आएर लाने बेला भइसक्यो समिता म्युट छ मित्र म्युट छ तपाईँ म्युटमा हुनुहुन्छ हौ हजुर म्युटमा हुनुहुन्छ तपाईँ बोली आसु नाटक नहुनु मान्छे चन्द्रमा गएर हगराइछ तपाईँ उत्तानो पारेर बस्नु साट उतानो त हो नि ए पर्ने जिन्दगी देखेर पनि यार देशको हालत देखेर रुन मन लाग्छ यिनीहरूको जिन्दगी देखेर हाँस्न मन लाग्छ यार मङ्सी सक्यो सम्झे चाहिँ कहिले आएर तपाईँले अब डाइरेक्ट छोरो पाउने हो बिहान गरेर सिधै पेनाल्टी रोनाल्डो पाउने हो स्टप दिस मलाई आउँदैन कि नाम भन्नु छ्या कस्तो लड पट्टिन्छ नि रोनाल्डो हटा यार मैले भनेको नि तपाईँलाई बिहान गाँजा खान आउनुहोस् खाली पेटा भनेर खाए सिधै हुस्की खान्छ त्यस्तो गाजा चाहिँ खाँदैन ल तपाईँ मान्छे हो कि ए यो किन र आजकल झुकाउँछ केटी मान्छेहरू यार के अरे यो अलिअलि क्रिम चाहिँ होला किनभने अब भर्खर ड्युटीबाट आएको होइन रियलमा आएपछि नि तपाईँले फेरि राल नकाट्नु नि दाई पनि भन्छु राल पनि काट्नु के बहिनी के इरादा यस्तो हो दाजु बहिनी सम्बन्ध छँदैछ कि जस कुनै कुराहरू जोक गरेको भनेर चाहिँ सोच्नु नि फेरि यस्तो कुरा जोक कसरी मैले गर्छु र मिलाइदिनु नि त छैन कोही मिलाइदिनु नि त त्यसो भए भाइ दाई कोही छैन बद्रबिष्ट आहार मैले ब्लक गरिदिएको हेलो कलरे दाई यस्तो राम्रो गाइस 32 लक्षणले युक्त घर परेदेखि मुक्त दादी बस्छन् दादी बस्छन् एकदम राम्रो हाइट त उसको दाइ तर कम्मरमा आउनु होला तर के छैन गाइस के छ म कुरो गरेछु म कुरो दुवैदेखि पछि तिर आउनु दाइ के छ तयारी फिक्स गरिदिउँ ए ऋतु बस्न छोडिदिउँ दाइ यार हामी छैनौँ क्या हो हजुर हामी छैनौँ क्या हो घर श्रीमतीले हान्नलाई कुचो लुकाउनुहोस् पहिला के छ समिताजी तपाईँलाई कलर दाई हुन्छ कलर दाई
आवाज आएन तपाईँ साङ्केतिक भाषा तपाईँ के बबी कलौटे त कहाँ हो राखे नि सुहाउँदैन क्या रूपमा यति घमण्ड वा रूपमा घमण्ड अनि तपाईँ पनि अर्काको छोरोको बाउ त्यहीमाथि त्यस्तो बुढीको बुढो अनि त्यहीमाथि उमेरले पनि अब पिण्ड खाने बेला भइसक्यो नि सुहाउने कुरा गर्नु पर्यो नि त दाइ अहिलेको जमानामा कल्टे जस्तो सुपरस्टार कोही छ यहाँ मलाई त्यो सुपरस्टारमा भयो नि त अनि आफूले सुहाउने पनि चाहियो नि त मोडलिङ गर्न जाऊ सबभन्दा पहिला निकिसा ऋतु पनि सब उसकै पछि लगाएर यार नेपाल आउन नपाएर मात्रै हो क्या आएपछि तपाईँको बहिनीले गर्छ ढुक्क हुनु न के गर्छ मोडलिङ अनुहार हेर्दा गोबर सर्ने जस्तो रहेछ ए ल अनि त्यही अनि गोबर नसरी को चाहिँ उत्पन्न भएर हामी त गोबर सोरेरै आएको हो गाउँबाट अनि हाम्रो दिमाग गीती सोरेर हौ भनेपछि तर तिमीलाई पाउने मान्छे भाग्यमानी हुन्छौ अग्ली छेउ राम्री छौ किन दाइ भाग्यमानी त्यो त थाहा भएको कुरो हो नि मतलब कहना क्या छ त्यो भाइ त्यही भएर त एउटा खोजिदिनु भनेको तपाईँ जस्तै म जस्तै कि मै बनाऊँ ए नाइ गजब बेइज्जती है कमेन्टमा म छु हेर चुज गर है मलाई त टिकटकको त विश्वास लाग्दैन टिकटकको त दुई दिनको लागि हो टिकटकमा त म त सम्बन्ध जोड्दैन कहाँ जोड्छौ मैले हेरेको टक्क कस्तो अब हेरे जिउ डाल मिलेको चिरदेखि पाउसम्म चिरचट्ट भएको अब प्रत्यक्ष हेरेर टिकटकमा इफेक्ट हाले हुन्छ हरेक अहिले अग्लो हो नि बनाउनु मिल्दो रहेछ नि त दाइ होइन घुमाइ लास्टमा अग्लैमा जान्छु तिमी यार होइन कि तपाईँको लागि तपाईँको भाउजू र तपाईँ पर्फेक्ट छ राइट कसले भन्नु पर्छ मैले भनेको मैले देखेछु नि त म त विशेष समिताजी शङ्कला तपाईँ धादिङ तपाईँ पक्का झापातिर जन्मे हुनुपर्छ लास्टै गफ ला यार यो झापा चाहिँ नभन्नु न हौ मलाई अमला काण्ड आइहाल्छ फेरि स्याङ्जा हो कि मेरो धादिङ नै हो स्याङ्जा होइन तर कोहीले के पुस्तेन झापादेखि बिलङ गरे जस्तो लाग्यो तिम्रो कुरा सुन्दा तर मेरो पुस्तानी चाहिँ स्याङ्जा है फेरि मेरो भन्नाले त्यो पुस्ता चाहिँ स्याङ्जाबाटै धादिङ गएको त्यही भएर त अलिकति भएको दिमाग नै वास गरेर तर यस्तो हो यो टिकटकले हो मलाई यति धेरै बोल्ने बनाएको चाहिँ बोल्ने मान्छे टिकटकमा बोलेन भने हेप्दो रहेछ क्या त्यही भएर बोल्ने मान्छेको पिठो पिच्छ भन्दैन के बोल्दै पिठो बेच्दैन मैले त बेच्दिन्छु फेरि अनि पाउडरलाई पिठो भनेर फेरि कामै त्यस्तै छ बोल्दैन चेलीबेटी पनि बेच्छौ त्यस्तो चाहिँ छैन है दाइ अनुहार चेलीबेटी बेच्ने जस्तो है नहीं जिसके मजाक करता है हम लोग मजाक करता है चेलीबेटी बेच्ने जस्तो अनुहार सर्दीको छ लेकिन मजाक में सब बोलता है हजुर नो प्रॉब्लम मजाक में सब बोलता है हाँ बोलना पड़ता है थोड़ा थोड़ा बंगाली बोलता है लेकिन मजाक में सब बोलता है सोच राम्रो सोच समिताले एक्टिङ गर्न तपाईँ स्टेडियममा लास्ट गोल गर्नुहुन्छ होइन मलाई तपाईँ हिरो म हेर्नु नि उहाँलाई भिलेन बनाउँ न त दाइ भन्छ मैला छेडिरह यार दा के भुतानी के हिरो दाइ हुँदैन दाइ भन्छ लास्टमा घुमाइको मैलै टार्गेट हानेर यार मैले त्यस्तो नेगेटिभ सेन्सले टार्गेट गरेको होइन नि मसँग त्यस्तो के छ समिताजी यस्तै पछि लाग्नु जोकेटी पनि यार सबै छ भरिपूर्ण छ एक्सक्युज मी यार मसँग किन केटी पछि लाग्छ म 3 साल पर्छु यार तपाईँको बोली छ के हँसै र कला छ नि तपाईँको त्यही भएर हो क्या